कलशमा नि राखिदिनुहोस्। त्यही तल राखिदिनुहोस्। ल हेर्नुहोस् है त सबै हाम्रा बाबा 94 वर्षको उमेरको हुनुहुन्छ। उहाँले अहिले हामीहरूलाई टिका दसैँको टिका लगाउने कार्यक्रममा अहिले पूजा गर्दै हुनुहुन्छ। अब केही समयपछि समय हुँदैछ, त्यसैले हामीहरू सबै घर परिवार इष्टमित्र नातागोता जति पनि हामी उपस्थित हुन्छौँ सबैले हामी टिका ग्रहण गर्नेछौँ। त्यसैले अब आउने काम सबै जारी नै छ। अब केही समयपछि नै हामी टिकाकरण गर्नेछौँ। यो सालको 2082 सालको यो पावन विजया दशमीमा एकदम वृद्ध अवस्थामा रहनुभएका हाम्रा पूजनीय बुवा 94 वर्षको उमेरमा हामीहरूलाई टिका लगाइँदै हुनुहुन्छ। हामी उहाँप्रति आभार छौँ। हस्त नमस्कार।